नमस्ते साथीहरू। आज चाहिँ म यहाँ करेन्ट चाउचाउ बनाउँदैछु हैन। अनि आज चाहिँ म करेन्ट चाउचाउ चाहिँ बनाउँछु, तर मेरो बहिनीको इन्स्ट्रक्सनमा अब उसले त्यस्तो भनेर त्यो उसले मलाई अघि गाइड गरिसकेको कसरी बनाउनु भनेर। सो मलाई मिठो त बनाउन आउँदैन, म जे बाजे बनाउँछु। मिठो खानेकुरा त मलाई बनाउनै आउँदैन। आज सो यहाँ चाहिँ मैले चाउचाउहरू बोइल हुन मलाई कस्तो आँसु दिइरहेको छ। अनि यहाँ मैले चाउचाउहरू बोइल हुन राखिदिएँ हैन। यहाँ बोइल हुन्छ। अनि मलाई चाहिँ के भनेर भने अघि नै यो 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 यस्तो हुन्छ नि, यो चाहिँ हालिहाल्नु भन्नु है। सो हामी सुप खान आँटेको होइन है। फेरि सुरुमा भन्नुपर्दा अघि उसले काटिदिएर गई अनि हाल्दैछु। त्यसरी हाल्नु अरे सुरुमा होइन, यो ड्राई हुन्छ अरे त्यसरी हाल्नु अरे क्या सुरुमा। अनि हेर्नु कस्तो हुन्छ मेरो बिनीको इन्स्ट्रक्सन। मैले भेजिटेबलहरू चाहिँ हालिदिइसकेको छु यहाँ होइन। अनि अब यो पाक्छ अब होइन। फेरि साथीहरू अब मैले मिठो बनाउँछु भनेर चाहिँ बनाएको होइन। यो चाहिँ म आफैलाई अब सानो भ्लग बनाउन लागेर बनाएको हो है। अनि यहाँ चाहिँ मेरो बहिनीले अघि यहाँ प्याज कागतीहरू काटिसकेको छ अनि म पकाउँदैछु। सो लेट्स सी। मैले अघि भनिसकेँ म मिठो पकाउँदिनँ। म जस्तो मैले पकाएको देखाउँदैछु, म मिठो पकाउँदिनँ। अब मैले पकाएको मात्रै देखाएको। यु गाइज इन्जोय, द्याट्स इट। साथीहरू म करेन्ट चाउचाउमा कि यो मैले धनियाँ हिजोअस्ति हाम्रो यति धेरै फलेको थियो नि त। अनि त्यति बेला मैले चाहिँ यसरी राखेको थिएँ कि यो ओपरै उयो भयो के अरे ओपरै नजिक भएर लाइक टाइटली राखेको थिएँ नि त मैले यसमा अटाउनुको लागि। अनि यो चाहिँ के भएछ भन्दाखेरि ओभर अब लाइक यसमा मोइस्ट पनि भएछ क्या। लाइक अब अलिकति चिसो हुन्छ नि, हो त्यो चिसो पनि पसेछ भनौँ। अनि हेर्नुहोस् न बिग्रिँदो होइन, घाममा राख्नु पर्ला हो भोलि त। यस्तो भयो क्या सर्ट। मलाई थाहा छैन यसरी खाँदै राख्दा। मैले लाइक घाममा सुकाएको कसरी पानी पाउँछ यहाँ हेर्नु न। यस्तो ओ सेट। मेरो प्यारो धनियाँ होइन, यहाँ छ धनियाँ। यसरी तपाईँ ट्राई गरेर राख्नु सक्नुहुन्छ र इमर्जेन्सी पर्दा म जस्तै यसरी चाउचाउमा युज गर्नु सक्नुहुन्छ ल। अनि पाक्दैछ होइन, पाकिहाल्छ। अरे म के गर्दैछु मलाई आफै थाहा छैन। First of all, I don't know what I'm doing. I'm just cooking. Let me cook. साथीहरू खानेकुरा पाक्दै गर्छ। हामी चाहिँ अब रमाइलो गर्ने। मैले किन यस्तो रमाइलो गरेँ भन्दा रहेछ कि सब गर्छ कि हामी चिलिङ आउट हियर। अनि अब मेरो पाक्न आँटिसक्यो। अब म कति मिनट पकाउँछु भन्ने थाहा हुँदैन। मलाई मेरो एन्सेस्ट्रल फिलिङले भन्छ पाक्यो कि पाकेन भनेर। एन्ड आई थिङ्क अब पाक्यो। जस्तो भयो नि मेरो बुइले त मैले पकाएर खानुपर्छ नि त खाइहाल्छु उसले। सो मैले चाहिँ यहाँ हेर्नुहोस् यहाँ छ होइन। अब यसमा त्यो रेड कलरको अनि सिजनिङहरू हाल्छु ल। अनि म तपाईँलाई देखाउँछु। मैले यहाँ मसला कलरहरू चाहिँ मिक्स गरिसकेँ। अनि यस मैले चाहिँ धेरै पिरो हालिनँ किनभने मेरो बिनले धेरै पिरो खान सक्दिनँ। एउटा मात्रै हालेको छु उसको अर्डर जसरी। प्लेट ल्याऊ अब साह्रो। अनि हामी डिभाइड गर्छौँ। साथीहरू मेरो चाहिँ यहाँ रेडी छ होइन। तर यो मलाई यो ब्ल्याक भर्जनबाट चाहिँ मिठो लागेन। म रेड मात्रै खान्थेँ, आज ब्ल्याक ट्राई गरेको। माइनस यो जेन के भन्छ हाम्रो पछाडिकोहरू त जेन बिटा होइन, जेन अल्फा के भन्छ हो। उनीहरूको त बोल्ने तरिकै फाल्टो छ। एनिवे गाइस हाम्रो चाहिँ अब रेडी भयो होइन। उहाँले चाहिँ थालमा खानु भएको छ भने मलाई प्लेटमा। अनि म चाहिँ एक्स्ट्रा पिरो अब थप्छु। मलाई यति त बुझेको छैन, मैले टेस्ट गरिसकेँ मिठो भएको छैन।
पिरो एड गर्छु एन्ड द्याट्स इट गाइस बाई बाई